ल हेर्नु साथीहरू, जराभरि आलु छ, आलु नै आलु। टिपिएस आलु उन्नत किसिमको बिउ रहेछ यसपालि, एकदम राम्रो भयो साथीहरू। ल हेर्नुहोस् टिपिएस आलु। हेर्नुहोस् त, बारीभरि आलु नै आलु छ, हामीलाई टिप्न हतारो। हेलो साथीहरू, गुड मर्निङ, नमस्ते। अनि आज पनि फेरि हिजो चाडबाड सकियो, माघे सङ्क्रान्ति। अनि आज चाहिँ मम्मी र म चाहिँ अब टिपिएस आलु खेतमा बारीमा लगाएको आलु चाहिँ खन्नको लागि जाँदैछौँ, कोदालो अनि गमला लिएर। हेरौँ अब टिपिएस आलु कतिको फल्छ। अस्ति एउटा बुट्टामा चाहिँ आलु खनेर हेर्दाखेरि चाहिँ एउटै बुट्टामा 22-23वटा भेटिएको थियो सप्लाको आलु भने। अब अरूहरूमा चाहिँ के कस्तो हुन्छ, आलु खन्न जाँदैछौँ। हेर्नु होला साथीहरू, उब्जनी कस्तो भएको छ भन्ने कुरा। साथीहरू, हामीले यो आलु चाहिँ कार्तिक महिनामा लगाएको थियौँ 10-15 तिर। हजुरहरूले मेरो अघिल्लो टिपिएस आलु लगाएको भ्लग पनि हेर्न सक्नुहुन्छ। त्यति बेला हामीले कार्तिकमा चाहिँ लगाएको आलु अहिले आएर चाहिँ हाम्रो ठ्याक्कै भन्नुपर्दा माघको 2 गते, आज हिजो माघे सङ्क्रान्ति, आज 2 गते चाहिँ आलु खन्न जाँदैछौँ 3 महिना पछि। अब हेरौँ आलु कतिको चाहिँ सप्लाको छ, फल कस्तो पाइने हो थाहा छैन। 1-2वटा बुटो रेन्डमली चेक गर्दा चाहिँ राम्रै देखिरहेको थियो। अब फाइनल्ली कस्तो आउँछ भन्ने चाहिँ हेर्ने बाँकी छ। अब हामी चाहिँ टाकटुक लाएर अब खन्न सुरु गर्छौँ। कतापट्टिबाट सुरु गर्ने हो खन्न? हाम्रो आलुबारी चाहिँ यही हो साथीहरू, टिपिएस आलु। ट्याक्क वहाँबाट लिएर यहाँसम्म पुरै हामीले आलु लगाएको छौँ। ल साथीहरू, अब चाहिँ म यहाँ हामीले 2-3 ढ्याङ चाहिँ सुरुबाटै खन्न स्टार्ट गर्छौँ। म चाहिँ अब यहाँ पहिलो ढ्याङ खन्न लागिरहेको छु, हेर्नु होला। ल ओहो, ल हेरौँ त साथीहरू, टिपिएस आलुको कमाल। साना साना पनि रहेछन्, यो अझै सप्रिन्थ्यो होला, बढ्थ्यो होला। तर हामीलाई अब प्याज लगाउन चाहिँ ढिलो भइसकेछ, त्यही भएर वेट गर्दैनौँ अब बढी। ल गमला यता पुऱ्याइदिनु त। ल अब आलु चाहिँ ड्याङ कि ट्याङ लाएर बुवाले पनि उहाँ अर्को ड्याङ खन्न स्टार्ट गरिसक्नु भयो। ल त्यो ड्याङमा कति फलेको छ हेर्नु होला। ओहो, दामी फलेछ त त्यसमा पनि। ल बुवाले खन्दै जानुहुन्छ, म चाहिँ टिप्दै जान्छु। यो पहिलो ड्याङ चाहिँ आफै खनेर सुरुवात गरेँ, साना ठुला गरेर लगभग हेर्न सक्नुहुन्छ 15-20वटा यदि आलु एउटै जरामा पाइयो टिपिएस आलु। सो यहाँ पनि देख्न सक्नुहुन्छ 15-20वटा अर्को पनि ड्याङमा रहेछ। तर हामीले यो आलु अझै 1 महिना त नभनौँ, 10-15 दिन राख्ने हो भने चाहिँ यो साना साना गेडाहरू सायद सप्लाउँथ्यो होला। 2टा ड्याङमा खन्दाखेरि हेर्न सक्नुहुन्छ 30-35वटा चाहिँ जति आलु छ। अब यो नेक्स्ट ड्याङमा के हुन्छ हेरौँ। यस, ल है साथीहरू, अर्ग्यानिक आलु घरमै आफ्नै बारीमा फलेको, आफैले दुःख गरेर खनेर लगाएको उन्नत किसिमको बिउ रहेछ साथीहरू। त्यही भएर राम्रो, यसमा पनि होला हेर्नु त। छैन यसमा, यहाँभित्र। ल अब अर्को ड्याङ खन्न लागिरहेछौँ, हेर्नु होला। ल आलुको ड्याङ भत्काएपछि चाहिँ यो सजिलै हुँदो रहेछ साथीहरू खन्नको लागि। माटो चाहिँ फुका माटो हुन्छ। त्यहाँ छ जस्तो लाग्यो, तर यसमा त कुनै ड्याङ आउँदै आएन त्यहाँ आलु खासै कि पुऱ्यो र। ल यसमा चाहिँ
देखिरहेछ आलुहरू। ल हेर्नु होला। चारवटा ड्याङ खन्दा यति आलु आयो साथीहरू। यो चारवटा जरा आलुको, चारवटा जरा खन्दाखेरि यति आयो। तर नसप्लाको सानसाना पनि आलुहरू छ, बिउ आलु। यो बिउ हुन्छ नि त बुवा पछिलाई होइन र? टिपिएस टिपिएस ओहो बाहिर बाहिर आएछ। ओहो हो कठोरीको मह आयो हजुर। ल हेर्नुहोस् कति, अलि त सार्नु त मम्मी गमलामा। दुःख गरेपछि खान पाइन्छ साथीहरू। हुन त अहिले आलुको सिजन छ, बजारमा पनि आलुको रेट त खासै महँगो छैन। आलुको रेट महँगो नभए पनि घरको आलु भनेको मिठो हुन्छ क्या, चोपिलो हुन्छ। यो हेर्नु त के हो यो तरिका। यता यता ल हेरौँ यहाँ कति। ओहो हेर्नुहोस् त। ल साथीहरू यो चाहिँ भिडियोमा देखाउने लायकको छ है। यति मिठो आलु छ, यति मिठो छ यो, कुरा नगरौँ साथीहरू। ल हेर्नुहोस् त साथीहरू आलु। ल हेर्नु साथीहरू जराभरि आलु छ, आलु नै आलु। टिपिएस आलु उन्नत किसिमको बिउ रहेछ यसपालि, एकदम राम्रो भयो साथीहरू। ल हेर्नुहोस् टिपिएस आलु। हेर्नुहोस् त बारीभरि आलु नै आलु छ, हामीलाई टिप्न हतारो। दुई चारवटा खन्दैमा यो हाम्रो भरिसक्यो। बिउ आलु पनि अझैसम्म ठिक छ है, कुहिएकै छैन त। ओहो कति ठुल्ठुलो सप्लाको रहेछ कि टिपिएस। हेर्नुहोस् त यो बिउ आलु। आलु त आलु त कुरा नगर्नुहोस्, कठौरीको मह जस्तै छ खै। ल साथीहरू रातो आलु पनि फले रहेछ है साथीहरू, हेर्नुहोस्। साँच्चै यो बोरा ल्यायो त। यही हो के टिपिएस, यही हो। यो दाना ठुलो भएको भएर भयो। मसिनो हुन्छ कि बिउ। तिनी त छानेर यिनी साना खाले लाने हो के बिउमा। यो फाल्ने होइन, सब काम लाग्छ भोलिको लागि। यिनी भविष्यका कर्णधार हुन् नि त, अर्को पालि त यो बिउ बन्छ। ल हामीले छोड्नेवाला छैनौँ। अनुलाई फोन गरेर एउटा लिएर आउनु भन्नु पऱ्यो बोरा। आएको गेडा झर्ला हो नि। कस्तो बुढो हो त नि, यस्तो गर्नुहुन्न भने त्यो देखाउन हो कि। हेर्नुहोस् साथीहरू चामलमा कनिका बिहा भेटे जस्तै यस्तो सेतो सेतो आलुको समूहमा एउटा यो रातो आलु पनि रहेछ। त्यही पनि राम्रै फलेको रहेछ है, रातो भए पनि। रातो आलु टिपिएस आलु हजुर। बिउ बिउ रहेछ कि, बिउ पनि त रातै रहेछ नि। यो आलु फेरि हरियो हरियो छ, किन छ भन्दाखेरि यसको
यो माटोमा पुरिएन। बिउ आलु पनि हेर्नुहोस् त साथीहरू, जस्ताको त्यस्तै छ, खाने जस्तो छ बिउ आलु पनि। र हेर्नु साथीहरू, यो एउटा गमलामा अटाएन अनि त्यसपछि घरबाट अर्को गमला पनि लिएर आयौँ। हामी 3 जनाले जम्मा गर्दा पनि आलु एकदम राम्रो फलेको छ यसपालि, टिपिएस आलु। अनि त्यसपछि गएर हेर्नुहोस् त, बुवाले यो आलुको ड्याङ चाहिँ फर्लक फर्लक उल्टाएर छोडिदिनु भएछ। आलुहरू यता र उता छिद्रिएछन्। अब हामी यो आलुहरू एक एकवटा जरा जराको चाहिँ निकालेर अनि एक ठाउँमा जम्मा गर्दैछौँ। हेर्न सक्नुहुन्छ कति ठुलो ठुलो दाना लागेको छ आलुमा, टिपिएस आलु। उता एउटा गमला भरिसक्यो अनि त्यसपछि गएर ल हेर्नुहोस् त आलुहरू, टिपिएस आलु, उन्नत आलु। हेर्नुहोस् त गरैभरि आलु नै आलु भयो। हामीले यो सम्हाल्न एकछिन टाइम लाग्छ। अझै यत्रो ड्याङ खन्न छ, कहिले भ्याइनी खनेर कति आलु हुने हो हेर्नु होला साथीहरू। भिडियो अन्तिमसम्म एकदम रमाइलो लागिरहेछ मलाई, किनभने आफ्नो हातले दुःख गरेर काम गरेपछि चाहिँ यस्तो राम्रो उब्जनी पाउनु भनेको भाग्यको कुरा हो। यसमा विषादुहरू केही पनि प्रयोग भएको छैन साथीहरू। अर्ग्यानिक आलु हो, टिपिएस आलु, एकदम राम्रो रहेछ। अर्को साल पनि यसैको साना साना गेडाहरूलाई बिहेर हामीले चाहिँ त्यसलाई चाहिँ बिउ बनाउँछौँ अर्को साल पनि। ल भिडियोमा जोडिराख्नु होला साथीहरू। त्यो गमला भरिकन हामीले अर्को ठुलो गमला घरबाट लिएर आएको थियौँ, त्यो पनि भरियो। उता एउटा गमला पछाडि प्याक भइसक्यो भने यहाँ अर्को गमला पनि भरियो। बल्ल 2टा ड्याङ खनेर भ्याछौँ। अब कतिवटा गमला भरिने हो, कतिवटा बोरा भरिने हो थाहा छैन। अब खन्दै जाऊँ, हेर्दै जाऊँ। हाम्रो ठुलममी पनि आउनुभएको छ आलु हेर्नलाई के कस्तो फल्यो भनेर। ल सबैजना भिडियोमा जोडिराख्नु होला। अब यसलाई हामी लिएर जान्छौँ घर। अनि बाँकी यो भर्खरै हामीले आलु 3 ड्याङ खनियो। 3 ड्याङ खनेको ठाउँमा चाहिँ हामीले अब प्याज लगाउनुहुन्छ बुवाले। प्याज लगाउनको लागि अब खन्छौँ, 2-3 पाली खनेर माटो मसिनो बनाइकन अनि प्याजको केरी बनाएर फेरि प्याज लगाइन्छ यो ठाउँमा। अनि आलु खन्दै जाने, प्याज लगाउँदै जाने गरेर अर्को अब प्याजको लागि यो सबै बारी चाहिँ हामीले तयार गरिन्छ। यस्तै हो साथीहरू, खेती किसानी। एउटाको चाहिँ सिजन सकिएपछि अर्को सिजनमा फेरि अर्को फलको लागि, अर्को तरकारीको लागि भिड्नुपर्छ घरको शुद्ध अर्ग्यानिक उत्पादन गर्नको लागि। अब यहाँ हामी यो ठाउँमा खाली गर्दैछौँ। ल साथीहरू, यहाँ एक बाटा चाहिँ बल्ल बल्ल आलु मैले घर ल्याइपुऱ्याएँ। अब अरू बाटा, अरू बोरा कति कति आउने हो अब फेरि लिन जाँदैछु। आज मसँग धेरै समय छैन, मम्मी बुवाहरू खन्दै गर्नुहुन्छ अनि उतापट्टि चाहिँ प्याजको लागि पनि ठाउँ बनाउँदै जानुहुन्छ। समय छैन मसँग, अफिस जाने ढिलो भइसकेको छ। त्यही भएर अब अझ अर्को बाटो चाहिँ लिएर आउँछु घरमा। अनि आजलाई त भिडियो चाहिँ इन्ड गर्छु साथीहरू। फेरि पनि यस्तै रमाइलो घरे काम गरेको डेली लाइफ भ्लग चाहिँ हजुरहरूलाई मनपर्छ भने कृपया मेरो युट्युब च्यानललाई सब्सक्राइब गरिदिनु होला। अनि भिडियो साँच्चै हजुरहरूलाई मनपर्छ भने मेरो भिडियोलाई लाइक कमेन्ट पनि गर्न नभुल्नु होला। थ्याङ्क्स फर वाचिङ। सबैजनालाई मेरो भिडियो हेरेर साथ दिनुभएकोमा धन्यवाद दिन चाहन्छु। थ्याङ्क यू एभ्रिबडी, गुड बाई।